एजेप टेक्नोलोजीमा आज पनि म तपाईहरुको माझमा उपस्थित भइसकेको छु। आजको भिडियो चाहिँ हामीले ई-सेवाबाट चाहिँ हामीले जुन फाइन चाहिँ हामी चिटको कसरी तिर्ने भनेर चाहिँ भिडियो देखाउन गएको छु। यसको लागि चाहिँ म नागरिक एपमा देखाएको छ चिट चाहिँ कतिको चाहिँ 500 को भनेर देखाएको छ। यसले चाहिँ म यसरी क्लास रिक्वायर भन्छ यहाँ पे नाउमा जान्छु। पे नाउ आइसकेपछि ई-सेवामा जान्छु म। यहाँ आइसकेपछि अब चाहिँ यसलाई म कपी गर्छु भाउचर नम्बर चाहिँ। आएपछि अब पे नाउमा जाँदाखेरि अब यहाँ आफ्नो ई-सेवा आइडी चाहिँ हाल्नु पर्ने हुन्छ। म आफ्नो ई-सेवा आइडी हाल्छु। म चाहिँ आफ्नो ई-सेवा र पिन चाहिँ हालिसकेको छु। अब म यसलाई लगइन गर्छु। लगइन गरिसकेपछि यहाँनिर चाहिँ नागरिक एपमा देखाएको छ। अब चाहिँ म यसलाई चाहिँ यहाँनिर 5 रुपैयाँ पैसा चाहिँ यहाँ देखाएको छ। अब चाहिँ म यसलाई चाहिँ यहाँनिर ओटिपी आइसकेपछि म त्यो ओटिपी हाल्छु। यहाँनिर चाहिँ यसरी ओटिपी हालिसकेपछि अब चाहिँ म यसलाई भेरिफाई एन्ड कन्फर्म गर्छु। यहाँ आइसकेपछि यो देखा गो ब्याक भनेको छ। अब मैले चाहिँ यहाँ पेमेन्ट चाहिँ गरिसकेको छु। यसरी चाहिँ कस्टमर आइडी चाहिँ यो रहेको छ। जुन मैले फाइन चाहिँ तिर्सकेको छु। अब चाहिँ केही समयपछि चाहिँ यो अपडेट हुनेछ।